हेलो साथीहरु नमस्ते। हेर्नुस् त आज फेरि मैले तपाईहरुको माझ नयाँ रेसिपी लिएर आएँ। मैले आज बोइल बनाउँदै छु। बोइलमा चाहिँ हेर्ने के हाल्ने छु मैले, कसरी बनाउने छु मेरो स्टाइलमा, तपाईहरुले कसरी बनाएर खानुहुन्छ। यी मैले हेर्नुस् त मेरो बारीको फ्रेस फ्रेस फर्सीको मुन्टा अर्ग्यानिक यी मैले कट्टा लागेको पनि टिपेछु है साथी हो। अनि त्यसको बादमा इस्कुस, भिन्डी, आलु अनि बोडी एउटा दुईटा सबै मिसाएर यहाँ मैले मिजु भाँडामा पानी बोइल गरेर अलिकति निमक हाल्दिए। हेर्नुस् त गरममा चाहिँ खुब मिठो हुन्छ बोइल खानु। मैले यहाँ टमाटर राखेको छु काटेर, अनि सुकेको खोर्सानी, त्यसको बादमा लसुन अदुवा अनि सुकेको खोर्सानी हालेर पिसेको थिएँ मैले, त्यसमा पनि हो त्यो हाल्दिए। अनि मजाले उम्लिन दिन्छु पहिला यसलाई चाहिँ। मजाले उम्लेपछि अनि यही निकाल्दिएँ मैले खोर्सानी पनि, त्यसको बादमा टमाटर पनि निकाल्दिएँ। अनि मैले मजाले ओखलीमा किच्चाउँछु यसलाई। यो चाहिँ म बादमा हाल्छु साथी हो, किच्चाएर राख्छु। अनि मैले इस्कुसहरू हाल्दिएँ है। इस्कुस चाहिँ अलिक ढिलो पाक्छ, त्यही भएर पहिला हालिदिएको इस्कुस। अनि माथिबाट फेरि मैले फर्सीको मुन्टा हेर्नुस् त कस्तो राम्रो फ्रेस फ्रेस आफ्नो बारीको। अहिले गरम दिनमा त बोइल खानु खुब मिठो हुन्छ। तपाईहरुले पनि यसरी नै बनाएर खानु होला। जसले बोइल खानुहुन्न यसरी ट्राई गर्नु होला कस्तो हुन्छ। हेर्नुस् त कति छिटो गलिहाल्यो पानीमा घुस्ने बित्तिकै। अनि एकछिन छोपिदिन्छु। त्यसको माथिबाट फेरि भिन्डी हाल्दिएँ साथी हो। भिन्डी त छिट्टो पाक्छ, त्यही भएर मैले अलिक ढिलो हालेको लास्टमा। अनि त्यसको बादमा यहाँ मैले मसला रेडी गरेछु, अलिकति अजिनामोटो अनि त्यो टमाटर निकालेर खोर्सानी राखेको पेस्ट, अनि मैले यो चाहिँ बम्बु सुट मैले आफै घरमा बनाएको हो साथी हो। यो चाहिँ बम्बुको तामा चाहिँ हेर्नुस् है माथिबाट हालिदिएँ मैले। यो चाहिँ यही मजाले मिलाइदिन्छु सबैतिर मिल्ने गरेर। तपाईले जसले बोइलिङ खानुहुन्न यसरी बनाएर खानु होला, बहुत टेस्टी हुन्छ। जसले खानुभएको छ उसलाई त थाहै होला, जसलाई खानु भएको छैन उनीहरूलाई थाहा छैन। बोइलिङ पनि भन्नु मान्छेले भन्छ मिठो हुँदैन भनेर, तर बहुत टेस्टी हुन्छ नि। बोइलिङ बनाउनुपर्छ, जान्नुपर्छ। यही मैले आलुलाई पनि निकालेर किचाइदिएँ साथी हो। आलु चाहिँ गोटो गोटो हुन्छ, किनभने यसरी किचाएर हाल्यो भने चाहिँ झोल पनि बाक्लो हुन्छ अनि राम्रो हुन्छ खानुको लागि। हेर्नुस् त मैले आलु निकालेर मजाले किचाएर त्यो बोइलको पानीले अनि आलुलाई मजाले मिलाएर अनि त्यसमै हालिदिन्छु म चाहिँ। त्यसमै हालिदिएँ मिलाएर। हेर्नुहोस् है साथी हो, भइसक्यो बोइल चाहिँ रेडी भइसक्यो, पाकिसक्यो। अब चाहिँ म खाना लगाउँछु साथी हो। हेर्नुहोस् है अब म खाना खान्छु। हेर्नुहोस् त कस्तो मजाले गोल्यो, भइसक्यो है। यहाँ मैले रेडी गरेछु। यहाँ